2083 साल जेठ महिनामा उत्कृष्ट घोषित प्रहरी चौकी भकुण्डे बेसीका इन्चार्ज सही गणेश कुमार श्रेष्ठ अनैतिक कार्यमा संलग्न भएको मध्यरातमा होटलबाट महिलासहित रङ्गे हात पक्राउ भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। जनताको सुरक्षाका लागि खटाइएको सुरक्षाकर्मी नै मध्यरातमा गेस्ट हाउसमा महिलासहित भेटिएपछि गम्भीर प्रश्न उठेको छ। काभ्रेको नवबुद्ध नगरपालिका भकुण्डे बेसीमा प्रहरी इन्चार्ज गणेश श्रेष्ठ नै मध्यरातमा गेस्ट हाउसमा महिलासहित रहेको अवस्थामा भेटिएको खबरले सुरक्षा निकायभित्र नै तरङ्ग पैदा गरेको छ। जनताको जीवधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरी अधिकारी रातको समयमा गेस्ट हाउसमा महिलासहित भेटिन आफैमा गम्भीर विषय हो। प्रहरीको वर्दीले जिम्मेवारी मात्र दिँदैन, आचरण र जवाबदेहिता अपेक्षा गर्दछ। गणेश श्रेष्ठ 2083 साल जेठमा आइजिपी दानबहादुर कार्कीबाट पुरस्कृत हुनुभएको थियो। गणेश श्रेष्ठसँग होटलमा रङ्गे हात फेला परेकी युवतीसँग गत फागुन महिनाको निर्वाचनमा निर्वाचित म्यादी प्रहरी रहेको खुलेको छ। निर्वाचन प्रहरी भएको समयमा दुवैजनाको चिनाजानी भएको हुन सक्ने आशंका गरिएको छ। श्रेष्ठ विवाहित हुन्, घरमा श्रीमती र छोराछोरी समेत रहेका उनलाई स्थानीयले युवतीसहित फेला पारेर प्रहरीलाई बुझाएका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार स्थानीयको खबरपछि नियन्त्रणमा लिएर जिल्ला ल्याएको हो। हाल उनीहरू प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।